दर्शन नमस्ते अनि गुड मर्निङ सबैजनालाई। अनि चाहिँ म सी भन्न चाहन्छु। अनि आजको यो सुन्दर बिहानी यो समय यो घडी हजुरहरूले यहाँनिर देखिराख्नु भएको छ। बिहानको समयमा यसरी कोपिला लाग्दछ है। अनि दिनमा चाहिँ मजाले फुल्दछ यो फुल। त्यसरी नै हाम्रो जीवनलाई पनि परमेश्वरले यसरी घाँसको संज्ञा अनि फुलको संज्ञा दिनुभएको छ। इसाया 40को 8 पदमा भन्नुहुन्छ, घाँस फैलाउँछन्, फुलहरू झरिहाल्छन्, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहन्छ भनेर लेखेको छ है। अनि आज तपाईँ हाम्रो जीवन पनि त्यस्तै छ प्रिय मित्र दाजुभाइ दिदीबहिनी। जब हामी सानो बच्चा हुन्छौँ यो कोपिला फुल जस्तो हुन्छ। अनि दिनमा अनि जुबान बसेपछि बरिलो ढकमक्क हुन्छ अनि फुल अनि एकदमै जुबान भएको हुन्छ। अनि त्यहाँबाट फेरि पनि बुढेसकाल लागेपछि नि त्यो मरेर जान्छ अनि त्यो हराएर जान्छ अनि सम्झना हुँदैन। तर परमेश्वरको वचन चाहिँ जहिले पनि अटल रहन्छ भनेर यहाँनिर तपाईँ हामीलाई बताउनुहुन्छ। अनि परमेश्वरको वचन चाहिँ जहिले पनि तपाईँ हाम्रो साथमा हुनुहुन्छ। किनभने हामी बितेर जान्छौँ, मरेर जान्छौँ, माटोमा मिलेर जान्छौँ, तर परमेश्वरको वचन सधैँभरि रहिरहन्छ। अनि परमेश्वरको वचन चाहिँ अटल छ। आमेन।